Hello and namaste सबैजनालाई वेलकम टु माई ब्लग दिस इज माई फर्स्ट ब्लग अन माई युट्युब च्यानल आई होप हजुर सबैजनाले मेरो फर्स्ट ब्लगलाई माया गरिदिनु हुनेछ च्यानलमा यदि कोही नयाँ हुनुहुन्छ भने प्लिज च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला ताकि अघिल्ला दिनहरुमा पनि मेरा यस्तै ब्लगहरु हजुरको पेजमा जान्छ युट्युबको अनि साथीहरु आज पनि हामी सबै फ्यामिलीहरु मिलेर ड्राई पिकनिकको लागि गणेशपुर पार्क जाँदै छौं अन्तिमसम्म भिडियो हेरिदिनु होला आज हामी के गर्छौं पार्कमा भनेर आज भने मेरो दुईटै भाइ बहिनीको स्कुल छुट्टी थियो मेरो बहिनी चाहिँ अहिले एससी दिने हो नि त अब उसलाई पनि अब शनिबारको दिन छुट्टीकोमा घुमाउन लिएर जाम अब पछि एससी भइहाल्छ स्कुल छुट्टी पनि हुँदैन भनेर जाँदै छौं यहाँ नेपाल टेलिकमको बोर्डनेर चाहिँ यति धेरै लटरम्म भएर अमला फलेको थियो साथीहरु मेरो भाइले चाहिँ यहाँ भान्जीलाई जिस्काइ छ छोरी भने यहाँ आफ्नो कान्छी आन्टीसँग बसेको छ हजुरहरु मध्ये कति जनालाई घुम्न मन पर्छ साथीहरु मलाई त एकदम नै घुम्न मन पर्छ नयाँ नयाँ ठाउँहरुको यसो अन्वेषण गर्न अवलोकन गर्न त्यहाँ के कस्तो छ भनेर हेर्नलाई हामी भने अब फाइनल्ली पार्क तर्फ पुग्दै छौं यहाँनेर चाहिँ रहेको छ अटो पार्किङ एरिया त्यसपछि यो गेट भइहाल्यो प्राप्ति पर्यटकीय के लेखेको छ मैले त्यो राम्रोसँग क्याप्चर नै गरेर रहेछु मेरो बहिनीले चाहिँ टिकट काट्यो त्यसपछि हामी टिकट यो दिदीलाई दिएर सबैजना पालीसँग भित्र गयौं बहिनी ज्वाई भाइ सबै अघि गइराखेको छ म चाहिँ पछाडी ब्लग बनाउँदै हिँडिराखेको छु अगाडि चाहिँ देख्न सक्नुहुन्छ गौतम बुद्धको स्ट्याचु पहिलेको तुलनामा अहिले हेर्ने हो भने पछाडी गणेशपुर पार्क एकदम नै व्यवस्थित भएको रहेछ यहाँ भने वाटर फाउन्टेनहरु पनि दुईवटा छ साथीहरु यो चाहिँ कति राम्रो ठुलो वाला वाटर फाउन्टेन छ यहाँनिर अनि यहाँ चाहिँ मामुहरु फोटो खिच्दै बसिन्छ मेरो भाइले चाहिँ छोरी पकडेको छ मेरो कान्छी बहिनीलाई चाहिँ यहाँ भोकले पेट नि दुखिहालेर यहाँ ब्याग पकड्ने राख्ने गरिराखेकी छ मेरो कान्छी बहिनी पनि यहाँ थकित त भइसक्यो बिचरा कठै हाम्रो पनि यहाँ फोटोसुट भइराखेको छ मेरो भाइले पनि यहाँ भान्जीलाई घुमाइ छ मस्तैसँगै घुमिराखेका छन् दुईटै अब एकछिनको फोटोसुट सकिसके पछाडी हामी भने अब आफ्नो बस्ने ठाउँतर्फ जाँदै छौं मेरो बहिनीलाई चाहिँ थकाइ लाग्यो रे त्यही भएर एकछिन रेस्ट गर्नलाई पल्टेको अवस्था नानी चाहिँ यहाँ सुतिसक्यो आफ्नो आन्टीको काखमा म भने फोटो भिडियो बनाउँदै छु अनि हाम्रो चाहिँ खाजा आइसक्यो 4 बजेतिर त्यसपछि मेरो बहिनी प्लेटिङ गर्नतर्फ लागिन् मेरो भाइ पनि यहाँ खाना थालिहाल्यो माम पनि खाँदै होसिन्छ म भने छोरी सुतेकी छिन् काखमा खान मिल्दैन नि त एउटा मोबाइल भिडियो बनाइराखेको छु एउटा हातले जय भने उता पिज्जा बाँड्दै होसिन्छ नानी चाहिँ यहाँ सुतेर लथ्रक्क परेर हाम्रो हो हल्लाले चाहिँ छोरी एकैछिनमा उठिहालिन् के साथीहरु छोरीलाई चाहिँ यहाँ बहिनीले डुलाउँदै छिन् त्यसपछि हामी सबैजना खाइसकेर मामले चाहिँ यहाँ हामीले गरेको फोहोरहरु सबै उठाएर डस्टबिनमा फालिहाल्छ त्यसपछि घरतर्फ जाँदै छौं मामुको भने अघि बिहान यहाँ स्ट्याचु लिएर फोटो भनेर फोटो खिच्दै होसिन्छ त्यसैले हामी भने अब घरतर्फ जाँदै छौं साथीहरु आजलाई यति नै भेटौँला फेरि मेरो अर्को नयाँ ब्लगमा एन्जलका लागि हस्त बाइ सबैजनालाई सी यू अन माई नेक्स्ट भिडियो गाइज हामी चाहिँ खाजा खाइसकेर घरतर्फ फर्किँदै गर्दा 6:30 जति हुन आँटिसकेको थियो घाम नि डुब्न आँटिसकेको थियो यस्तो सुनसान छ साथीहरु थ्यांक्स फर वाचिङ सब्स्क्राइब चाहिँ गरिदिनु ल मेरो च्यानललाई